नेप्से किन बुलिस छ धेरै फन्डामेन्टल रिजनहरू होला जस्ट हामी चाहिँ यहाँ गर्छौँ टेक्निकल एनालाइसिसलाई मात्र हेर्छौँ नेप्से बुलिस बेरिस हुनुको पछाडि होइन टेक्निकल एक्सपेक्टहरू के छ त त्यसलाई मात्र फोकस गर्छु अनि अहिले मैले यो मार्किङ गरिरहेको छु तपाईँको एउटा रेन्जलाई त्यो रेन्जले के भनिरहेछ त म यति मात्र कुरा गर्नेछु आजको भिडियोमा यसको भ्यालु हजुरहरूलाई बुझाउनेछु होइन अनि यही कुरा तपाईँले कुनै पनि बेरिस मार्केटमा देख्दा त्यो मार्केटले कसरी रियाक्ट गरेको छ होइन तपाईँले यही कुरा तपाईँको यहाँ बनिरहेछ यही हो यो अरू कुनै पनि होइन यहाँ 2टा क्यान्डल 3टा क्यान्डल मात्र हो यही हो हेर्नु है होइन अब अहिले के छ बजार माथि जाँदा भनिरहेछ यसको भ्यालु के हो त होइन यति मात्र कुरा गरौँ है अब यो जोनलाई म के भन्न रुचाइरहेको छु भने हजुरहरूले मैले भनेको टर्म सुनिरहनु भयो होला यसलाई म भन्छु रिभर्सल जोन बजारले माथि जाँदै गर्दा तपाईँको लागि रिभर्सल जोन बनाइदिइसक्यो त्यो रिभर्सल जोन भनेको के हो भने बजार माथि गयो भने झर्दाखेरि रिभर्स हुने एरिया बजारले तपाईँलाई बनाइदिइसक्यो भने अब बजार माथि जान्छ कि जाँदैन होइन यो इम्पोर्टेन्ट क्वेसन भयो क्या यो एउटा यस्तो जोन भयो कि जहाँबाट बजारले पछि रिभर्सल लिन सक्छ भनेपछि यो जोन बनेपछि एज अ ट्रेडर हामी बुलिस हुन सक्छौँ हाईकै स्टेजमा होइन यसमा के हुन्छ भने बाइङ एन्ड सेलिङ प्रेसर छ सेलरले पनि प्रेस गरिरहेछ तर के छ बाइङ प्रेसरले सेलिङ प्रेसरलाई जितिरहेछ त्यही भएर के बनिरहेछ यो रिभर्सल जोन बनिरहेछ अब यो जोन होइन अब इक्जाम्पल दिन्छु जस्ट एउटा ब्याक टेस्टिङको इक्जाम्पल दिन्छु है त अब लाइक ओके यहाँ हेरौँ है त मैले धेरै भन्ने गरेको छु यो जोनको बारेमा होइन हजुरहरूले कतिको याद गरिरहनु भएको छ यो हो क्या रिभर्सल जोन होइन अब यहाँ त यो टेस्ट पनि गरेको छैन होइन हो अब यो जोनहरूको बारेमा मैले धेरै भनिरहेको छु माइक्रोमा ओके ल माइक्रोमा त मैले धेरै पहिला होइन त्यो माइक्रो हो ल होइन यो र्याली आइरहँदा यो एउटा रिभर्सल जोन हो भनेर कुरा पहिलेदेखि होइन टिकटमा एउटा रिभर्सल जोन हो भनेर होइन अब हामी धेरैजनालाई के लाग्थ्यो भने बजारले यो लो टेस्ट गर्छ जस्तो लाग्थ्यो 2700 लेभल टेस्ट गर्छ जस्तो लाग्थ्यो कि एज अ सपोर्ट थियो मेजर सपोर्ट तर के छ बिचमा एउटा रिभर्सल जोन बनेको थियो होइन टेस्ट भएको छ होइन यो रिभर्सल जोन हो क्या यो जोन एग्रिगेटमा हेर्नु ल होइन अब यो जुन भनेपछि के हुन्छ त मार्केटले कसरी रियाक्ट गर्छ धेरै छ इक्जाम्पल्सहरू होइन धेरै छ है अब कहाँ बनेछ कहाँ बनेको छैन यहाँदेखि बनेको छ यो रिभर्सल जोन होइन हेर्नु है अब कहाँ छ हेरौँ है त अनि अर्को कुनै स्टक हेरौँ है त नाम पनि बिर्सिसक्यो छोडिदिउँ अहिले हामी नेप्सेलाई नै फोकस गरौँ होइन अब खोज्नु होला हजुरहरू आफैले हजुरहरूलाई एउटा राम्रो लर्निङ पनि हुन्छ होइन त्यसको थ्रुबाट अनि यो पनि अ काइन्ड अफ रिभर्सल जोनै हो होइन त्यति क्लियर देखेको छैन यसमा तर ठिकै छ केही छैन है डेभलपमेन्टमा एक्चुअली हेरौँ है त छ रिभर्सल जोन हुनैपर्छ भन्ने चाहिँ होइन रिभर्सलको लागि तर हुँदा चाहिँ बेटर हुन्छ अब नेप्सीमा चाहिँ दिल्लीमा देखिरहेको छ क्या नेप्सीमा के भइरहेछ दिल्लीमा देखिरहेको छ दिल्लीमा देखि नराम्रो कुरा त होइन दिल्लीमा देखि नराम्रो कुरा होइन होइन अब अहिलेको लागि बजार बेरिसै जान्छ भन्नको लागि सिम्पल रिभर्सल जोनको लो ब्रेक हुनु पऱ्यो एउटा कुरा बजार तल जानको लागि होइन अनि त्यो तलै जाँदै गर्दा अब हामीसँग नयाँ डिमान्ड जोनहरू बजारले अलरेडी बनाइसकेको छ होइन अहिलेको लागि तपाईँको डिमान्ड जोन हुन्छ यो क्यान्डल होइन यदि प्राइसले करेक्ट गर्छ भने के हुन्छ भने करेक्ट गरेको सम्बन्धमा केसमा हामी यहाँबाट रिभर्सल हेर्छ कि फेरि अब यो कन्डिसनहरू अहिले लाइक हुन्छ नि बजारले जब मोमेन्टम लिन्छ डिमान्ड जोन बनाएर जान्छ जहिले पनि होइन अन्त डिमान्ड जोन कहाँ हो चिन्नु पऱ्यो क्या होइन त्यो छ होइन अब यो रिभर्सल जोन हो होइन अब यहाँबाट म के एक्सपेक्ट गर्छु भने अब हुनसक्छ तपाईँको एक दुईवटा हिकअप्सहरू आउनसक्छ तर अब यहाँबाट हामी र्याली नै एक्सपेक्ट गरिरहेछौँ होइन अलिक लागि त्यही हो टेक्निकली मैले हेरिरहेको छु यही हो अब कसरी रेजिस्टेन्स भनिरहनु भएको छ कसरी सपोर्ट भनिरहेछ म चाहिँ त्यता गइनँ अहिले जस्ट म करेन्ट मोमेन्टमलाई हेरिरहेको छु अभियसली पहिला रेजिस्टेन्स छ होइन अब यस्तो हुन्छ क्या तपाईँ के हेर्दै हुनुहुन्छ भन्ने कुरा डिफाइन गर्छ क्या तपाईँ मोमेन्टम हेरिरहनु भएको छ मार्केटमा तपाईँको एउटा मोमेन्टम चलिरहेछ अनि तपाईँ रेजिस्टेन्सलाई धेरै भ्यालु दिइरहनु भएको छ भने अझ माइनर रेजिस्टेन्सलाई दिने हो आफ्नो एरियामा पोजिसनलाई दिनैपर्छ बुकिङ गर्ने त्यो सबै कुरा गर्नुपर्छ होइन अब अरू के भन्नु मैले होइन अनि अर्को कुरा के छ भने यदि अब यो त मैले आज यहाँ आएर बुझाउनु पऱ्यो यदि मेरो क्लास लिनु भएको छ भने एक्ज्याक्टली अझै डिटेल्समा के हो अझै उहाँहरूलाई थाहा छ होला अब मैले सब धेरै कुरा बुझाएको छु त्यो पनि क्लासेस नै आउँदैन होइन अब ठिकै छ केही छैन त्यो पनि मैले बुझाउने प्रयास चाहिँ ठुलै छ होइन त्यति चाहिँ बुझिदिनु होला यतिले पनि धेरै काम गर्छ होइन त्यति नै बुझिदिनु होला है त ल
अनि यसलाई एक्ज्याक्टली कसरी युज गर्ने भन्ने कुरा अब त्यो ट्रेडिङ यो चाहिँ एनालाइसिस हो क्या एनालाइसिस एन्ड ट्रेडिङ धेरै डिफ्रेन्ट पार्ट हो मैले त्यही मात्रै भन्नु खोजेँ गलत नबुझ्नु होला है त ओके ल